हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई फेरि मेरो नयाँ भ्लगमा स्वागत गर्दै आजको मेरो नयाँ भ्लग सुरु हुन जाँदैछ। तपाईँहरू के कस्तो हुनुहुन्छ, तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भनेर आशाको साथ मेरो भिडियो आजको चाहिँ सुरु गर्न जाँदैछु। र अहिले भर्खर चाहिँ म योगादेखि आएर चाहिँ म एकदम फ्रेस भएँ अनि नुहाई गरेर अब चाहिँ मेरो बाबुलाई लिन चाहिँ म स्कुल जान्छु। त्यसपछि त्यहाँ बिचमा मार्केटमा केही लिनु छ। हाम्रो घरमा चाहिँ कोही आउँदै हुनुहुन्छ आज, त्यसैले चाहिँ मार्केटदेखि अलिअलि फुल अनि हल्का बेकरीको सामान ल्याउनु छ। ल त है तपाईँहरूलाई म एकछिनमा भेट्ने छु। 4 5 6 7 8 9 10 11 12 13 5 ऊपर जाने 6 पैर को पकड़ पाते तो पैर को पकड़ना 7 हाँ 8 अब जाओ 9 10 right 12 13 14 11 12 13 14 15 16 17 18 19 20 9 10 11 12 2 3 4 5 हो गया। आज हमने क्या come forward then say 1 2 3 4 5 1 2 3 4 5 अभी चेयर साथीहरू यो चस्मा चाहिँ लाउनै पर्ने हुन्छ मैले। अनि त्यसपछि चाहिँ स्कुटीको चाबी अब म चाहिँ मेरो बाबुलाई लिन लागेको। रोज भयो अरे को लाग्नु भयो त यो कौन सा मिल्दैन नि त। अस्ति मैले यस्तो लगाएको कम लेख्न मुस्किल भयो। म त सुजी लिएँ है। सुजी यो चाहिँ मोमो बनाउने भनेर सुजी लिएको। सुजी दल्ने चाहिँ चक्लेट हेर्दैछ के चक्लेटको त हुँदैछ नानु। ल साथीहरू आउँदा चाहिँ मेरो सपिङ चाहिँ यो भयो। गाजर अनि यो मसरुम, गाजर, स्विट कर्न, यो चाहिँ मेरो पूजाको तेल भइहाल्यो। अनि त्यसपछि यो छोराको लागि लस्सी, अनि यो चाहिँ बदाम काँचो, यो चाहिँ मैले उपमा बनाएर खाने भनेर, अनि चाहिँ यो साझा बनाउनको लागि, अनि यो चक्लेट चाहिँ मेरो छोराको लागि स्पेसल। अनि त्यसपछि यहाँ चाहिँ हल्का पेस्ट्री ल्याएको छु। त्यसपछि छ यो चाहिँ स्पेसल गेस्टको लागि फुल। वाउ, मलाई चाहिँ यो रेड अनि व्हाइट कलरको मिक्स गरेको फुलहरू चाहिँ एकदमै मनपर्छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो? एकदमै भोक लागिसकेको छ, किनकि योगादेखि आएर नुहाउँदा झाडु पोछाहरू गर्दा अनि चाहिँ बाबुलाई लिन गएर यो घाँक्रा गुरु सामानहरू ल्याउँदाखेरि चाहिँ 11 बजिसकेको छ। अब चाहिँ म आफ्नो लागि चाहिँ नास्ता गराउने तयारीमा छु। अब नास्ता म के बनाउँछु भनेपछि हेर्दै गर्नु। ल मेरो नास्ता चाहिँ एकदमै रेडी भइसकेको छ। अब म चाहिँ प्लेटमा हाल्ने तयारीमा। खतरा भोक लागिसकेको छ। यस्तो भोक लागेको बेलामा यस्तो नास्ता पायो भने त यम्मी हुन्छ है। ल है साथीहरू, म चाहिँ अब नास्ता खान लाग्यो। तपाईँहरूले चाहिँ खाइसक्नुभयो होला।
म चबाएर चाहिँ होइन मेरो नस यताको खाली कसो हुन्छ खान अनि चबाएर सबको हुन्छ त्यो त यो सिस्टम चल्छ क्या तिमी अब ठुलो हुँदैछ कि ठुलो पहिला तिम्रो गाला थियो पुक पुक गाला देखिन्थ्यो अब तिमी ठुलो हुँदैछ नि त्यो भएर यताको नसाहरू चाहिँ यस्तो चपाएको बेलामा चाहिँ यस्तो 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 भएको थियो टेस्ट को आउँदै हुनुहुन्छ भनेपछि 1 2 3 ड्याडु आउँदै हुनुहुन्छ भने जिदानको ड्याडु तर जिदानले के भनेपछि यो चक्लेट चाहिँ खासमा चाहिँ आफ्नो ड्याडुलाई ल्याएको तर जिदान त जे गरे पनि बच्चै हो त्यही भएर जिदानले के भन्दैछ मामु यो अलिकति म खान सक्छु अरू ड्याडुलाई राखिदिन्छु अलिकति खान सक्छु भन्दैछ यस्तो पनि हुन्छ ड्याडुलाई ल्याएको खासबुले चाहिँ उसले अब खाँदैछ मलाई पनि देऊ फेरि अलिकति खोल्न सक्छ यस्तो पनि हुन्छ जिदान ड्याडुलाई ल्याएको ड्याडु आइस सरप्राइज दिन्छु भनेर ल्याएको आफै खाँदैछ अलिकति है जिदानले खान्छ एउटा चाहिँ मैले पनि खानु पर्यो नि त होइन कहिले कहिले जिदानले चाहिँ एउटा बाइट मात्रै खाने भन्नु चाहिँ झिकेको हो यति लामो चक्लेट यत्रो बनाइसकेछ अब यो भोलिसम्म रहन्छ कि रहन्न है यो मलाई फेरि दोबारा दिइसक्यो आफू पनि खानालाई मेरो चाहिँ एकदम कान्छ यो सुटकेसमा भएको यो मेरो बुढाको लुगा हो यसमा होइन अब यसलाई चाहिँ निकालेर अब खासमा चाहिँ यो फोहोर त होइन तर सफाइ लुगाहरू हामीले चाहिँ यहाँ राखेको तर 3-4 महिना भइसक्यो नि त यो सुटकेसमा राखेको त्यही भएर चाहिँ यसलाई म चाहिँ मजाले धोएर घाममा सुकाएर राखिदिन्छु बुढा आउनु भन्दा अगाडि नै किनकि ऊ आइसकेपछि चाहिँ लगाउनलाई हुन्छ नि त अलिक सफा कपडा अनि त्यही भएर चाहिँ यसलाई म अब यो सुटकेसलाई चाहिँ म खोल्दैछु है भइसकेको छ मैले निकालिसकेँ धुनको लागि साथीहरू जति जेसुकै भए पनि जहाँ गएर जे गरे पनि जति जे गरे पनि तर छोरी मान्छे भनेको छोरी मान्छे नै हुन्छ धेरै छोरी मान्छेलाई चाहिँ धेरै जिम्मेवारीहरू हुँदो रहेछ कि बच्चादेखि लिएर बुढादेखि लिएर त्यति धेरै त काम गर्नु पर्दैन तर मेरो बुढा आइसकेपछि मलाई अलिकति त हेल्प हुन्छ नै होइन त्यही पनि तर छोरा मान्छे भन्दा छोरी मान्छेको माथि चाहिँ अलिक धेरै जिम्मेवारी हुन्छ होइन जस्तै अब हेर मेरो बुढा चाहिँ आउँदैछ नि त त्यही भएर उसको लुगाहरू चाहिँ ट्याक्क उसले त भनेको छैन केही पनि तर म आफैले मैले गर्नुपर्ने काम चाहिँ मैले गरिराखेको छु अनि यो लुगाहरू सबै धोएर मजाले सुकाएर मग बास्न आउने गरी बनाएर चाहिँ पठाएर राखिदिन्छु मेरो बुढा आउने बित्तिकै टक्क लाउँछन् होला अब चाहिँ म लुगा धुनतिर लागेको यहाँ चाहिँ मेरो किचन भइहाल्यो यता त रुम अनि चाहिँ यो बिचमा यस्तो स्पेस छ के अनि त्यसको लागि चाहिँ मलाई एकदम फाइदा भएको छ यो स्पेस धेरै यहाँ अगाडि बिचमा खाली भएको हुनाले चाहिँ यहाँ मेरो वासिङ मसिन छ नि त अब चाहिँ यहाँ वासिङ मसिनमा हालेर लुगा स्वारै धुनु पर्यो टक्क लगाएर कपडाहरू सुकाइसक्यो अनि एकछिनपछि 2-3 घन्टापछि चाहिँ यो छ नि त यो लिचीको पुरै यो बगैँचा अनि चाहिँ यहाँदेखि चाहिँ बाँदर यस्तो आउँछ 4 बजेपछि चाहिँ यो कपडा उठाइहाल्नुपर्छ कि अन्त बाँदरले त 4 बजेभन्दा चाहिँ अगाडि चाहिँ यो लुगाहरू चाहिँ सबै उठाइसक्नुपर्छ नत्र बाँदरले पुरै टाउकोमा हालेर एउटा हातमा झुनाएर अनि एकातिर यो पुरै बााउन्ड्री हिँडेर खतम गरान्छ कपडाहरू अहिले चाहिँ घाम लागेको छ 2 घन्टामा चाहिँ मजाले सुकिहाल्छ अब मैले चाहिँ साथीहरू खाना नि खाइसकेँ अनि त्यसपछि चाहिँ मेरो चाहिँ एकदम डिमान्डमा मेरो बुढाको डिमान्डमा चाहिँ मैले चाहिँ के बनाउँदैछु भनेपछि यो अन्डाको मोमो यो चाहिँ मैले किमा रेडी बनाइसकेँ अनि बनाउनु चाहिँ यसलाई म एकछिन पछि बनाउँछु यो सुजीको है पहिले नै 1-2 घन्टा अगाडि नै यसलाई यस्तो मुछेर राख्यो भने चाहिँ पछि सफ्ट भएर एकदम राम्रो हुँदो रहेछ कि यसको होइन चटनी भइहाल्यो त्यसपछि चिल्लीको लागि म यस्तो क्याप्सिकमहरू यसरी काटेर राखेको छु फ्रिजमा राखिदिन्छु किनभने अब गर्मी लाग्न थालिसक्यो नि त बाहिर राख्यो भने चाहिँ गनाउँछ होला जस्तो लाग्यो यो के हो यो हेर्नुहोस् त जिदानले ल्याएको चक्लेट अहिले मैले हेर्दाखेरि चाहिँ यत्रो बनाएर राखेको छ है यो पनि अब उसको बाबा आउने बेलासम्म हुन्छ कि हुन्न थाहै छैन एउटा यति लामो चक्लेट चाहिँ एउटा खाएर यत्रो बनाइसकेको रहेछ अनि चाहिँ यहाँ मैले चाहिँ फुल चाहिँ यो नओइलाओस् भनेर चाहिँ फ्रिजको भित्र राखेको छु कि अनि चिसोमा राम्रो हुन्छ नि त अब चाहिँ हामीले खानापिना सबै खाएर म चाहिँ एकछिन रेस्ट गर्छु किनभने बडीको लागि पनि रेस्ट जरुरी छ तर अहिले चाहिँ जिदान एकदमै गुड बोय भएको छ है
किन भनेपछि उसलाई नि म सुतिहालेँ भने नि मेरो मोबाइल माग्छ होइन मोबाइल मागेर एक्स्ट्रा यस्तो चिजहरू केही पनि हेर्दैन के गर्छ मेरो छोराले भनेपछि देखाम अब म सुत्दैछु अघि पनि म खाना पकाउँदै थिएँ अनि त्यतिखेर चाहिँ जिदालले यहाँ ड्रइङ गर्दै रहेछ कि अनि उसको चाहिँ आधा बचेको छ अब म चाहिँ एकछिन रेस्ट गर्छु उसलाई मोबाइल दिएर उसले चाहिँ एकदम मजाले ड्रइङ गर्नुहुन्छ के गर्छ ड्रइङ गर्छ जिदालले ड्रइङ देखाने ल है जिदालले गरेको ड्रइङहरू हेर्नुहोस् है गाइसहरू मैले बनाएको छु मामुको लागि एउटा सरप्राइज ड्रइङ नि यो त हेर्नु मामुलाई नभन्नुहोस् कि म के बनाएको छु मैले मामुको लागि हस् मामुलाई नभन्नु म मामुलाई सरप्राइज दिएँ अनि यो ड्याडोको लागि हो दुइटाको लागि अलग अलग देखाउँछु मामुलाई सरप्राइज देखाउँछु मामुलाई Mama. Wah, ada एउटा सरप्राइज ड्रइङ बनाएको छु 1 2 3 ओ माय गॉड कसले बनाएको यो मैले अनि आमा 10 रुपैयाँ पनि छ हजुरको लागि कति राम्रो ड्रइङ मेरो सोना मेरो हेर्नु ड्याडोको लागि पल्टानुस् मेरो बाल यस्तो छैन मेरो बाल साथीहरू पोरको मासु आज पोरको अब म चाहिँ यसको चाहिँ चिल्ली बनाउँछु स्पेसल हस्बेन्डको लागि पोर्क चाहिँ पोर्क चिल्ली रेडी भइसकेको छ हेर्न सक्नुहुन्छ मैले आफ्नै हातले बनाएको आफ्नो बुढाको लागि आज चाहिँ यो चाहिँ पोर्क सुप भइहाल्यो एकदम सिम्पल तरिकाले सादा केही पनि नराखेर खाली बोइल मात्रै गरेको अनि त्यसपछि यो हाम्रो अन्डाको मोमो के बस्नु अरे ड्याडो आने बसिन्छ मन निन्दी आछेन ड्याडो आज निन्दा आन्छ तिमी कसँग सुत्ने आज ड्याडोसँग कि मामुसँग दुईटासँग यस्तो हाल्दा यस्तो गरेर सुत्छौ यस्तो गरेर सुत् सो साथीहरू हामीले चाहिँ जिताले चाहिँ आफ्नो ड्याडीको लागि यस्तो ड्रइङ बनाएर राखेको छ घर आउँदै हुनुहुन्छ भनेर अनि मैले चाहिँ यस्तो फुल लिएर अनि प्लस यो छ तारा लागेको छ तारा बुढा चाहिँ आइसक्नु भयो वेलकम छ हजुरलाई जितानले बनाएको ल केक काट पल पुग्छ नि नपुग काट त्यो नपुग पुरा नपुग पुग्दैन What kind of cake is this? Aina. This is chocolate cake. Yes, it is chocolate cake. Chocolate flavor. हाँ बहुत मिठा तो खाने नहीं पिचकारी भी वेलकम छ मेरो बुढालाई एकदम थैंक यू भाइलो खाएर म कस्तो स्पिड खान मन लाग्यो के खाएर तिमी खाना दिएछ ट्रेनमा खाना खाएर आयो दियो त्यसले मामा खान्नु खान्छु सुँगुरको खान्नु चिल्ली खान्छु हामीले चाहिँ मिहिनेतले बनाएर राख्यो तिमी त यहाँ खेल्दै थियौ मैले एक्लै बनाएको गाइसहरू हेर्न सक्नुहुन्छ होला मामु चाहिँ उता जानुभएको छ अहिले आउनुहुन्छ अहिले भर्खर अनि ड्याडीले हेर्नु वादी के लानुभएको छ मेरो लागि पिस्ता अखरोट मेरो एउटा खानेकुरा अनि अर्को यो पनि अखरोटै हो तर अनि अर्को केसन भन्ने ड्याडीको हातमा
गाइसहरू ड्याडीले यति लानुभएको चिजहरू सो साथीहरू मेरो बुढाले ल्याएको चाहिँ कसरी यही हो म नुहाउन जाँदाखेरि चाहिँ मेरो छोराले अलिअलि भिडियो बनाएको छ त्यति नै हो कसरी अनि स्पेसल चाहिँ यो हाम्रो के अरे डाल्यो सेफ्रोन त अर्को के भन्छ केसर यो कश्मीरको केसर अनि त्यसपछि यो नदेखाउँ है यो देखाउँदैन म यति नै हो मेरो भ्लग आजको अब नेक्स्ट भ्लगमा तपाईँहरूलाई भेट्नेछु भन्दै यो भिडियोदेखि म बिदा लिन चाहन्छु हस्त नमस्ते बाबा।